ल म त ठुलो सबैसम्म निल्नु पर्ने त खाउन गजब गरी खाँदैछु थाल मात्रै भइसक्यो बिचरा साथी बोलाएको नखाने रहेछ नि त गरमले मर्नै आँटेर चाहिँ यो खानु बाध्यता पर्यो दही दही भन्दा पनि त्यो मुही बनाएर हुन्छ नि पातला बनाएर कम्ती मिठो होइन गुन्द्रुक आलु मिठो हुन्छ नि हेरो त्यो अगाएको बेलामा चाहिँ के मिठो हुन्थ्यो होइन म नअगाइ नि यति नै खान्छु हो खपक्क मुखमा हाल्नु त अहिले ठुलो घाँस खुर्लुको निल्नु ढिँडो त चपिँदैन त म पनि खुर्लुकै निल्छु के चपाउनु झोल खाँदैन म हालेर खान्छु खानु पनि पर्यो मलाई त झोल टन्नै पुग्छ के फेरि यो सेतोमा चाहिँ पहेँलो चाहिँ रिसै उठ्नुहुन्छ चेन्ज गर्नुपर्ने भएको छ त्यो के भन्छ फाटिसक्यो निलेको पनि याद आउँछ होला मान्छेलाई मलाई त हेर्नु खाँदा भिडियो हेर्दै कता खानु मनपर्छ मेरो भिडियो कहाँ कहाँ छ कोही के नाम छ साथीको कमला छ नि म त देखेको छैन यसो कोही बेला कमेन्टहरू गरे पो देख्थेँ एकदम खतरा अर्ग्यानिक गरमको बेलामा तातो तातो ल्याइदिउँ सानो के ठिक लाग्यो एकदम सब्जी दामी यति मलाई पहिला मेरो उताबाट किरिसको आमाले पकाएर खुवाउँदै थियो छान्नु मिठो हुन्छ डल्ले खुर्सानी अनि झोल फेरि बाक्लो हो र पातालो सबैले खाँदै खाँदा मिठो हुने डेली अर्ग्यानिक चल्छ डेली अर्ग्यानिक डेली अर्ग्यानिक मान्छे नै अर्ग्यानिक खाए जस्तै छ हामी डल्लो डल्लो ढिँडो जस्तै भएछ मोटो उसको चाहिँ छैन लु सक्यो दामी भयो दामी अलिकति भए पनि छेउमा साथी छ भने खायौँ नखायौँ मिठो पो हुन्छ मलाई पनि मुख पनि ठुलो छ नि 5 वटा अमलेट डल्लै पस्छ मेरो ल है साथीहरू खानुपर्छ बेला बेला अर्ग्यानिक